हेलो साली भन त भेना भुइँसुरे सेवा र है। भुइँसोरी यहाँ त हुँदैन, भूतलाई भूत लाग्छ। सेवा र भनौँ त। भोलि सुँगुर काट्ने भनेको भ्याउनुहुन्छ कि भ्याउनुहुन्न भेना? सालीले भन्यो भनेदेखि त म बाघ काट्ने तयार छु। के को सुँगुर मात्रै भनौँ न कहाँ? ल ल त्यसो भए भोलि बलढ्याङ्ग्रीकोमा जानु पर्यो सुँगुर काट्नलाई, आउनु होला है। ए हो र? ल ठिक छ, म काट्न पनि भ्याउने भए। तर साली नानी त्यो सुँगुरको कान जिब्रो खुट्टा चाहिँ भेनालाई बरु पैसै दिउँला भन्नु नि बलढ्याङ्ग्रीलाई, हुन्न? ल हुन्छ भेना, पहिला आउनु न, मिलाउला नि, केही छैन र, आफ्नै हो। ए ल राख यहाँ मेरो पनि भालेले उठेर आफैलाई ठुङ्ला जस्तो भइसक्यो, ढिलो भयो नि। ल राख ल आउनुहुन्छ रे भेना। ए भेना नै काट्ने भयो? आज लोकल कुखुरा, भोलि चाहिँ सुँगुरको खुट्टा र कान जिब्रो कायदा छ। गाउँमा बस्नुको मजा यही हो। अहिलेसम्म निस्क्यो साली नानी। ए मनु साली, हजुर भेना। जाउँ न, सुँगुर काट्नु बोलाएर अझै पो सुतिरहेको छ। ल आऊ जाने होइन? लु आएको भेना म। ल भुइँसोरी सेवा र लु जाउँ। कत्रो बेर लगाएको त। अनि कुखुरालाई चारो हाल्ने थिए के भेना? आउ त्यो सुँगुरको कान जिब्रो चाहिँ पोली खानुपर्छ नि, बलढ्याङ्ग्रीलाई भन है, नमान्ला नि त्यो फेरि। ल हुन्छ भेना, मेरोमा छिपेको जाँड पनि छ, मेरै घरमा मासु पोली खाम्ला नि। ए लु भइगयो त, लु जाउँ छिटो। के भयो? मनु मैले सुँगुरलाई छैन बिहान उठ्न त। कता गयो खोजिन कहीँ भेट्दैन। यो चारो खाने भाँडा चाहिँ माथि जङ्गलबाट खोजेर लिएर आएको। चारो खाने भाँडासँग मेरो सुँगुर लिएर गएछ। भएको एउटा सुँगुर पनि छैन। कति दशा लागेको मलाई। मलाई खाएको भए हुन्थ्यो, त्यो चितुवाले धस्ताक पुग्थ्यो। मेरो यत्रो नि ए बलढ्याङ्ग्री, मान्छेलाई त्यसरी ठग्न पाइन्छ? 50 केजीको सुँगुर भनेर 40 केजी पनि पुगेन त। बरु कुरा गरौँ न अन्टुलाई। बलढ्याङ्ग्री छामा, यी पैसा अस्ति पाटे सुँगुरको आमाले पठाइदिनु भएको। पैसा अब खाइगयो नि कान जिब्रो। मायाले संसार थाम्दैन यसरी ठगेपछि त। बलढ्याङ्ग्री